ए लेकैको चरी कठैभरि हातैमा बिउए ठुली जिउए मनमनै कुरा गुन्नुहोस् है हजुरको जवाब सुन्नुहोस् है। ए लेकैको चरी कठैभरि हातैमा बिउए ठुली जिउए मनमनै कुरा गुन्नुहोस् है हजुरको जवाब सुन्नुहोस् है। बरको छायामा मायालाई पर्खी
कार्यको लागि भोलि तपाईँहरू प्रशिक्षणको लागि सबैलाई विशेष गरी आमा हुनुहुन्छ सबैले कजियामा पाहुनाहरू सबै आज हिजोदेखि नै तपाईँहरूले चाहिँ सघाउनु भएको छ जति तपाईँहरूले दुःख गरिदिनु भएको छ अझैसम्म हामीले आशा राखेर बिन्ती बिसाइराखेका छौँ भोलिको दिन हाम्रो पाहुनाहरू पनि आउने हाम्रो राष्ट्रिय वनिताको माइली सुपुत्रीको शुभको लागि भोलि दिन गरेको कार्य जति हामीले जुराउन सक्यौँ सकिन्न भनेको थिएँ अनि त्यसको लागि जति जुराएको छौँ त्यतिले पुर्याइदिने गरेको तपाईँहरूको हात डढे पनि जिउ दुखे पनि भोलिको दिन र पर्सिसम्मको लागि हामी तपाईँहरूसँग बिन्ती बिसाउँछौँ र यो कार्य चाहिँ तपाईँहरूलाई खेताला मागेको होइन भोलि हामी पनि तपाईँहरूकोमा पर्दाखेरि सघाइदिने शर्तमा तपाईँहरूलाई बिन्ती बिसाउँदैछौँ भोलि अब कति टिम चाहिन्छ चियामा पानीमा धन्दा गर्नेमा स्टोरमा पकाउनेमा सबै तपाईँहरूले आफैले खटाएर विशेष गरी अब मैले देख्दाखेरि दिनेश मनकुमार वीरेन्द्र लगायतको टिम भोलि गुम्बाबाट कोही आउनुहुन्छ होला उहाँहरू सबैजना मिलेर भोलिको कार्य चाहिँ सम्पन्न गराइदिनुहोस् भनेर यो साँझमा बिन्ती बिसाउँदैछु भनेर मैले यति नै राखेँ सानीमा पनि अब सबैजना इष्टमित्र सबै मेरो छरछिमेक मेरो आफन्त कुटुम्ब मेरो टाढाको निम्तालु सबै मेरो इष्टमित्रहरू विशेष गरी यो ठाउँको खालि हाम्रो मित्रहरू वीरेन्द्र दिपेन्द्र मनकुमार दिनेश रामकुमार अनि हाम्रो दीर्घ सबै नाम नभनौँ र नाम हुन्छ होला अब यो खाइसाङ माडा मुलुक पिरालो निकै yang bisa sama पुरा युङसुङ एउटा हजुर अस्तिबाट अब 3-4 दिन भयो कटेको साथीभाइहरू सदा पनि भन्ने गर्दैछ कसैले 3-4 दिन सघाउँदा र कसैले थोरै सघाउँदा उस्तै नै महत्त्व हुन्छ थोरै सघाउनेले पनि उति नै महत्त्व हुन्छ र अब आसेन्दाको विशेष गरी आइडाका आइओलेन्डाका बदली लाग्नु एउटा उसरी भनिसक्नु सबै आइडाका नम्फुलेन्सम्म भनेर हजुरहरूलाई यसरी यसो फुल राखेर गीत लास्ट सबै अब जति अब मैले उठाएको छु हजुरहरूको हातबाट यसो मिठो मसिनो बनाएर खाइदिनु होला मेरो इज्जत ढाकिदिनु होला भनेर कुनै हुन्छु त्यहाँ रीति मुहाङा सानो असारमा मात्रै मुलुक पुग्नेला निकै आमा होला सानो असारमा मात्रै हुन्छु त्यहाँ पछाडि मेरो आमा साथी राखिकन बिन्ती भाउ गर्दैछु हजुरहरूले मेरो इज्जत ढाकिदिनुहुन्छ भन्ने आशा लिँदै अब विशेष गरी कजरी एउटा चाहिँ हाम्रो वीरेन्द्रलाई नै कजरीलाई अनुरोध गर्दैछु र विशेष गरी एकछिन सबैजना सत्सल्लाह गरौँ कजरी भनेर हाम्रो बजारमा चाहिँ चल्दैन म पनि धेरै कजरी बसेको हुनाले पर्वतबाटै धेरैजनाको बिहेमा मै पनि बसेको हुनाले एकजनाले मात्रै नसकिने हुनाले अब पानीको लागि कसलाई हेराउने मान्छे हेराउने कसलाई राख्ने होइन अब हाम्रो मात्रै दिमागले नपर्ला बजार एरियाकोले कसलाई राख्ने पाखाको कसलाई राख्ने कसलाई राख्ने अनि अरूलाई त्यस्तो कुराहरू सल्लाह गर्नु र उनीहरू भनेर यो उडाङ्गा नानप्लाङ पनि मुल कजरी र आमा मेरो आमाबाट कति गाली पाउनुहुन्छ होला कति आफ्नो छोक्राहरू होला सबै हात खुट्टा डढे पनि तपाईँहरूले सबै भोलिको दिन चाहिँ सबै तपाईँहरूले नमानिकन सबै गरिदिनु होला भनेर भोलि पर्सि पनि होला सबै अस्तिदेखि नै गरिदिनु हुँदैछ र भए पनि बिन्ती यो अब साङको माइसा हामीहरू पनि तपाईँहरू पहिला राख्दा हामीहरू पनि छौँ
सबै यो ओहोरो गङ्गा दोहोरो जमुना ढुङ्गाभर माटो माटो भर ढुङ्गा त्यसो भन्दै म पनि एक दुईचोटि यहाँ बिसाउँदैछु तपाईँहरूलाई सबै अब तपाईँहरूले नै के गर्नुपर्ने कसो गर्नुपर्ने तपाईँहरूलाई नै अब बिन्ती सबैका छ एक दुई बोली म पनि यहाँ थपिदिँदैछु मेरो नानीको बिहामा टुक्रिनु होला भने अब हाम्रो रामदाईको अनि यता दुईजनाको माइली छोरीको चाहिँ अब भोलि शुभ कार्य अब हुँदैछ। अब यो चाहिँ हामीलाई यो चाहिँ आज जस्तो अब भएको भोलि र पर्सिको लागि एउटा यो चाहिँ अब एउटा साङ्लो जस्तो यो चाहिँ हामीलाई रितले बान्नु भएको छ। अब यो मलाई मात्रै मुलकर्जी भन्नु त म मात्रै होइन मुलकर्जी हामी सबैजना मुलकर्जी हो। है त फल्ना मुलकर्जी कहाँ आएको थिइस् भन्नु भएन भने किन यो भनेको माटोभर ढुङ्गा ढुङ्गाभर माटो उहाँ पर्दाखेरि हामीले सघाउने हामी पर्दा उहाँले सघाउने गाउँघरमा भनेको त्यस्तो हुनु पर्यो। भोलि अब ओ फल्ना कहाँ गइस् ढिस्काका त्यो होइन सबैजना मिलेर कसले के काम गर्ने भनेर सबैजनाले उहाँको चाहिँ अब साह्रो गाह्रोलाई हामी टार्दै जाउँ। तर अब मुलुक पुग्ने खास ल बुङ्गा मात्रै अब अरू चाहिँ दि हो बा राफ्टिङका हो हे अनि यहाँबाट घाँटेडा कल्याणको मात्रै अब सबै मभन्दा सिनियरहरू पनि हुनुहुन्छ अलिक कान्छर पनि हुनुहुन्छ भाइ बहिनीहरू सबैजना हुन्छ एउटा कुरा गर्ने यसरी जिम्मा दिँदै हुनुहुन्छ सबैजनाले अब हामी जिम्मा दिनु हामी सबैजना भन्दै अब भेना सिम्पल हुन्छ अब यसो बिट मारिदिनु न मेरो नेपालको पनि एक शब्द पन्तौडाका चेबे यति हामी यतिजना हाम्रो परिवारभित्र हो जस्तै यहाँ यति बजारमा गाउँबाट आएदेखिको मूल कतिले नै हुन्छ जहीँ पनि मैले अनुभव गरेको यो एरियामा सबभन्दा यहाँ सबैजना एकछिन सबैजना सुनिदिनु होला है अनि सबभन्दा समस्या भनेको नि बिहेमा मूल कजिरी या भात पकाउने भान्से कुरो या बाँड्ने पानी बाँड्ने छडा गर्ने समस्या भनेको हाम्रो बजार एरियामा कतिखेर भन्दाखेरि यो माग्रेन्टारदेखि यसो 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 भएर यति 3 बजीदेखि शामसम्म अति पेलान खाइन्छ र म के अनुरोध गर्छु भने सबै इष्टमित्र छरछिमेकहरूलाई 3 बजीदेखि चाहिँ अलिकति यसो चना खाउँ कि बा भेटको भयो कि त्यो कुरा चाहिँ हजुरहरूले यसो मध्यनजर गरिदिनुहुन्छ र साँगुरो पनि ठाउँ त साँगुरो छँदैछ त्यसमा पनि 3 बजीदेखि त साह्रै समस्याको भिड हुन्छ त्यतिखेर चाहिँ सबैजना एकछिन यतिखेर भिड हुन्छ भनेर सबैले सम्झिदिनु होला भन्ने मेरो एउटा 2 शब्द
ओ हमदम बिन तेरे क्या जीना। बैठी किते बदला तो दूर होनी है, मेरे वांगू भी मजबूर होनी है। सुन देता गल भी जरूर होनी है, सुन देता गल भी जरूर होनी है। तेरे बिना बेसुआदी बेसुआदी रतियां ओ सजना, तेरे बिना बेसुआदी बेसुआदी रतियां ओ सजना। रुकी रे ओ रुकी रे, खाटू रे कटे कटे ना। गाजल त्यो तिम्रो मेटाइदेऊ न, तिम्रो आँखाको रङ हेर्नु मन छ। बाँधेको केश फुकाइदेऊ न, हावाले उडाको मन पर्छ। नढाक न मुहार श्रृङ्गारले, नढाक न मुहार श्रृङ्गारले। चन्द्रमामा पनि दाग हुन्छ, चन्द्रमामा पनि दाग हुन्छ। भाग्यमानी सबै
तिम्रो मुस्कान हेर्न पाउने जे छौ जसो छौ तिमी त्यही नै हो मलाई चाहिने भर्खरै नगरेर छ नाङ्गो पनि नहुने रहेछ कुनै हेला बेला पनि नहुने रहेछ सामानहरू यो एक त भनौँ भने एउटा किनेर पनि गाह्रै छ सोचिरहेका तर कति खानको यस्तोमा थियो यहाँ तलको 6 खान होला अनि 8 खान्छ यो अब सोनासँग बेटाएर छ चाहिँ टारेर छ एकदम राम्रो छ
मानवदेव पाठीदेव सबै सबै छाँगाको पूजा गरेर सबै दैव सुसु सबै चारसुली छन् सबै वडाका सबै बेहुली कसै शिरपति छन् वडाका सबै दैव सुसु सबै सोला सागु टाप्रो छ वडाका Cawa suli sang orang kemana duk pasti duk sang orang tahu koyong se senado yang minang orang gajian pa watong salung tiado kakek duk gantiado mana duk sa tahu pat duk sa tahu ye minang rasa त्यसो भन्दैछ माना कसले खान्छ पाथी कसले खान्छ भन्ने भनिन्छ के भन्नुहुन्छ अब तपाईँ सोधेको है चितोङ चामा त्यति जान्नु त होइन महिला अनसन सम्झिनु है हामी मान बागबागै आजसँग यानीसँग mana duk watong salunga maju gaji yang jauh amo kalau udah duk disempa sama mandut sama watong sarung mandut sama gaji bisa salang hensang nongi auto suram nggak jauh disempa sama salang hensang yang si ingat tuh kami nadong ini setiap mana rupa sagu sama orang mana kalau disembah pasal di rumah kopi Lungali sambil itu orang jamling si tamu sama tamu setuma tamu setuma sarung orang ingat je sagar itu mana soalnya sagu rupa sagu ramai yang kau sagu saya utama untuk rasa tahu masih yang ramai mana जान्ने बुझ्ने हुनाले उहाँहरूको जानकार छ यहाँ राखिदिनु भयो यसो हुनाले यहाँ नै सुकुमा बुकुमा सबै सबै बताउँ खानुसँग वडामा सबै कुरो जान्न जाने भए पनि सिस्टाहरू मैले जाने उहाँले जानेर राखिदिनु भएको हुनाले यसो हुनाले अब के गरौँ त राईपा हजुर अब के आयो सागु थपाउनु नाम मात्रै लाउने सागु थपाउने भनेको समस्या के भने यो थरीसँग पहिला बिहेबारी भएको थियो कि त्यो हो यदि बिहेबारी भएको थियो भने कोसेली पर्दैन अब त्यो थाप्नु पर्दैन अनि अब भेट भएको थिएन त्यसैले कोसेली राख्यो अनि अर्को भनेको मानादुक र पाथीदुक भनेको मानादुक भनेको वातङले खाने यानि कि बेहुलीको काका पाथीदुक भनेको म परे मैले त्यो खाने अधिकार हो त्यो पनि बोल्नै पर्छ अनि चावासुली भनेको यो चाहिँ भनेको यहाँ आजको शुभविवाहलाई सफल पार्नुको लागि मेरो शान्ति रोशनी एउटा छ दावा सक्सेनका छैन जाओ जानका चालेमा अब चालेको र सबै झरेको सामान मात्रै घाँटीमा छिर्दैन अरे यो हाड परेछ यो घाँटीमा अल्झिन्छ अरे यो खायो भने त यो अल्झिने चिज चाहिँ हामी पचाउन सक्दैनौँ भन्ने हुँदैछ कि अब एउटा हामीले जसरी त्यसैमा हामी पनि
हाम्रो पनि बाख्राको पाठा भरोसा हुँदैन अरे उफ्रिजान्छ अरे त्यस्तै नै कुखुराको चल्ला अड्डाकोमा जान्छ अरे त्यसैले हाम्रो पनि छोराहरू छ तपाईँहरूको कुलमा पर्यो भने यही रितमा छेको पाऊ है त्यसरी नै हामी पनि यसरी सजिलो पाऊ ठहरान होस् फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कुर्नेछु फुलमालाले सजाए सिउँदो तिम्रो भर्नेछु मनको खाली पानामा तिम्रै नाम कुर्नेछु यो जुनीलाई मात्र होइन साथै जन्म मेरी बेहुली
तिमीलाई हेरेर तिमीलाई 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 भेटेर तिमीलाई सम्झेर तिमीलाई 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 देखेर तिमीलाई हेरेर तिमीलाई भेटेर तिमीलाई सम्झेर तिमीलाई मनै मनमा माया तिन पाते भइदियो मनै मनमा माया तिन पाते भइदियो विपनीमा तिमीलाई सपनीमा तिमीलाई 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 दिनै रात तिमीलाई सम्झेर तिमीलाई 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 विपनीमा तिमीलाई सपनीमा तिमीलाई दिनै रात तिमीलाई सम्झेर तिमीलाई मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो मेरो रस रङ्ग सबै तिमीतिरै गइदियो बसै काटी छोया छोया खेपी ढोको तिमीसँगै घाम छाया हुने मनको धोको बसै काटी छोया छोया खेपी ढोको तिमीसँगै घाम छाया हुने मनको धोको सिरै फुल सिरैमा लाउन कसरी नौगेडी गालैमा लाउन कसरी ओठैमा हाँसो आउला कसरी ओठैमा हाँसो आउला कसरी सुन्छु नि काने भरि मन उड्छ डाँडै परी सुन्छु नि काने भरि मन उड्छ डाँडै परी आफै मुस्काउ मुसुका सुन्तरा टिपी कोही दिँदैन थोपा थोपा मिली बग्छ खोला सागर कुनै मुहान हुँदैन रातपछि हुन्छ उजेली मन्चरी गाउन सुसेली रातपछि हुन्छ उजेली मन्चरी गाउन सुसेली आऊ समाऊ किनाडी मेरा तिम्रै नाम दिन रात चल्छ उठाऊ यी मेरा नजरका घुम्टोहरू तिम्रै मुहार हेर्न चञ्चल छन् आऊ समाऊ किनाडी मेरा तिम्रै नाम दिन रात चल्छ उठाऊ यी मेरा नजरका घुम्टोहरू तिम्रै मुहार हेर्न चञ्चल छन् मनै मनमा माया
साँची राखु जस्तो लाग्छ गीत भरि तिमीलाई बाँधी राखो जस्तो लाग्छ प्रीत भरि तिमीलाई साँची राखु जस्तो लाग्छ गीत भरि तिमीलाई बाँधी राखु जस्तो लाग्छ प्रीत भरि तिमीलाई डर लाग्छ कहीँ कतै हराइ जान्छौ भन्ने थाहै नपाएको भइदिन्छौ भन्ने डर लाग्छ कहीँ कतै हराइ जान्छौ भन्ने थाहै नपाएको भइदिन्छौ भन्ने सपनीमै पाए हुन्थ्यो निन्द भरि तिमीलाई बाँधी राखु जस्तो लाग्छ प्रीत भरि तिमीलाई कति प्यारो आँखा तिम्रो जति जति हेर्यो उति उति रस आउँछ हृदय यो मेरो कति प्यारो आँखा तिम्रो जति जति हेर्यो उति उति रस आउँछ हृदय यो मेरो हार जति मेरो पेवा जित जति तिमीलाई बाँधी राखु जस्तो लाग्छ प्रीत भरि तिमीलाई 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 मेरो साथै हो तिमीलाई
साँच्चै तुम्हारो खाली तारामणाका हाम्रो पुलबाट उहाँहरूलाई कुटुम्बलाई सुम्पिनु पर्ने हुनाले मामा चेपाले निने दुमिगा ढेरी बिने मात्रै युङ साउरा छ कि विश्राम गरेको थियौँ फेरि जोडौँ है भनेर राखेको कि हिसाबले उको जुम्पा मलाई बागदत्ता सनौडा हे छिटो मिठो ल त्यसो भने अब अलिकति यहाँ सबैजना बोल्नु अलिक सानो सानो मधुरो नै आवाज आएर मैले भन्नु त नहुने हो तर यहाँ के भने कुटुम्बहरू के भन्दो रहेछ भने यो बागदत्ताको लागि हजुरहरूको सामु यसरी अब दिनु त कति थियो होला र पनि यसो यति राखेर हजुरहरूसँग खुसी राखेर बिन्ती गर्दैछौँ है जान्नु बुझ्नु त केही छैन र पनि ल है यति जानेको भनेर राख्दो रहेछ पक्कै गरी भन्नुपर्दाखेरि नेपालीमा सयमन्द्री भनौँ न छिनाउनु खुसियामीमा सयमन्द्रीमा सबैले बुझ्ने भाषामा सयमन्द्री छिनाउनु नेपालीबाट नै भन्नु है अब हाम्रो चाहिँ अब बागदत्ता भन्छौँ सयमन्द्री बुझ्दैन अब कसैले दुईपट्टि बोल्नु पनि मजा आउँछ अनि तपाईँहरूकोबाट गरौँ त्यस्तो चाहिँ नेपालीमा पुछा गरिदिनु न भाइ भनी नेपालीबाट सरासरी तपाईँको आफ्नो मुस्लिम के छ आफ्नो इज्जतको संस्कारहरू भनिदिनु न यो कसैले आएपछि उहाँले बोल्नुभयो मलाई पास गर्नुपर्ने के अब ल है जे गर्ने उसको बाउ यहीँ छ भनेर मलाई पास आएपछि मात्रै मैले बोल्नुपर्ने हो अधिकार म अघि अब आफै खोसाएँ अब यो मलाई पास भएन म आफैलाई पास लिएँ यो के भने यो सयमन्द्री पनि भन्छ यो पुल छुटाउने पनि भन्छ हर कुराले यसलाई व्याख्या हुन्छ र पनि यो एउटा बागदत्ता भन्छ यता हामीलाई यो भनेको चाहिँ मेरो पक्षबाट म सम्धि त सम्धिलाई सोध्नु पर्ने हुन्छ लास्टमा त बागदत्ता त यो त लो आयो यो ठिकै छ छोरी त यसै दिएँ उसै दिएँ सबै मेरो पाहुनाहरू सबै जान्ने बुझ्ने सबै भद्र भलादनी हुनुभएको रहेछ उहाँले यता मेरो तर्फको चोर बेहुलाको काका बेहुलीको काका बेहुलाको मामा बेहुलीको मामा अनि बेहुलापट्टिको सालमसुङ भनेको यसो पञ्च यताको पनि पञ्च र उताको पनि जान्ने बुझ्ने राईपा यता पनि राईपा कोसेली राखेर सबै कुरा उहाँहरूले एउटा राम्रो जोर बसेर एउटा सुरुमा गरेपछि पछाडि पनि गरियो सबै र यसरी नै लिएर आउनुभयो अति राम्रो अघि पनि दिएँ अस्ति पनि दिएँ अब त अन्तिममा दिनुपर्ने के हो भने रीतले एउटा संस्कारले आफ्नो कुलबाट र यो त एउटा संस्कारले त दिएँ तर पनि मैले अब मेरो कुलले पनि कुलबाट पनि बिदा मागेर मेरो छोरीलाई दिनु पर्यो अनि अब म मात्रै हो 10 धारा दुध पियाउने उयो हो उसले दुःख गरेर हुर्काएको उसैले हो म त एउटा 12 यसो होस्टेलमा हैसे मात्रै हो एउटा चक्कामा अर्को चक्का मात्रै हो म त दुःख र पनि मैले चाहिँ आजदेखि म तामो छ चामलिङ परिवारबाट अघि उनीहरूले लगेर माथि धामबाट पनि अघि नै एउटा मेरो तरिकाको औपचारिक जुन चाहिँ बिदाइ चाहिँ अघि पनि गरेँ र अहिले पनि र सम्धि साहब मेरो तामो छ परिवारबाट सबैले सुन्ने गरी अब अरूलाई थाहा छैन होला कुन मगर पर्नु बज्वाई सम्धि साहब लुङ्गेली मगरको परिवारमा मेरो छोरी जिम्मा दिँदैछु आजदेखि जिम्मा दिँदैछु काले कुन मारेको ल सम्धि साहब यतिले भने तपाईँले अझै अब उताकोबाट सुम्पे ल र आमाको तर्फबाट अनि अरू बोल्ने आउँछ
गोलीले जिम्मा दिँदैछु तर तपाईँहरूले साह्रो गाह्रो हुँदा पनि तपाईँहरूले दबाई पानी गर्नु पर्यो सबै जिम्मा अब कोही भविष्यमा यति बेला तपाईँहरूले राम्रो देखेर लाने भविष्यमा नराम्रो नराम्रो नदेखिने यति बेला परमेश्वरीले राम्रो देखिँदैछ त्यसरी नै राम्रो होस् हाम्रो नाति आऊ जाऊ राम्रो राम्रो सबैजनाले आशीर्वाद दिएर तपाईँहरूलाई आज सम्झिनु हाम्रो खुसीदेखि पनि सम्झिनु तपाईँहरूलाई सबै एउटा हामीहरू एउटा भए पनि तपाईँहरूलाई जस्तो हातमा छँदैछ पाँचले तपाईँहरूलाई हाम्रो यता होलदोल गर्ने हाम्रो माइला पनि हो होइन हाम्रो के अरे छोरीछोरी लगिसकेपछि यता बोजूलाई आमालाई केमा रहन्छ बाबु आमाको खानेर खानु अनि सबै आफ्नो घरको पनि राम्रो अब ज्वाइँ बाहिर गए पनि अब छोरीले राम्रो घर सम्हालेर खानु यही हो दुईजनाले आफ्नो राम्रो हात सोचेर गरी खानु यही हो त्यो मेरो चाहिँ आशीर्वाद अब आमा जन्मदिन आमाले अब हिजो पनि दिएको हामीले आज पनि अब पर्ने आज त झन् हामीले अब आज चाहिँ हिजो त एकछिन दिएको माथि थियौँ आज विधिवत हुँदैछ आज चाहिँ अब हिजो त सोध्नु हुँदैन अब माघी माथि राखेको थियो अब आज चाहिँ हाम्रो पुलबाट नै अब निकालेर आज चाहिँ दिँदैछौँ काकीलाई खै चासो भएन जसलाई चासो हुन्छ सबै सम्धिहरूलाई जिम्मा लाग्दैछौँ रैलाई अब डेमाको तर्फबाट जान्छ होला के बसो बसो हाँस्दैछ भन्छ कि मलाई पुरा हाम्रो छोरी र ज्वाइँको यसरी अब आमा बुवाहरूले यसरी सुपुत्रीको सुसम्पन्न गरिदिनु भएकोमा सबै उहाँहरूले पनि राम्रो यसरी नै दम्पति जीवन बिताओस् डेमोको आशीर्वाद सत्य भन्नु पर्यो क्या इन्साफलाई हाम्रो निशा नानाको त्यो उता सपिङ एकै नजरमा मायापछि एक नजरमा त हामी त बोल्दैनौँ नि पहिला मान्छे परि पक्कै हुँदैन हेर्न सक्ने हो यो कुरा त्यसो भए अनि हाम्रो भान्जी बिरामी हुँदा के गर्नु
कोही काट्नु गालाङ त्यतिहरू के गर्नुहुन्छ दबाई पानी स्याहार सबै मेरो तर्फबाट गर्न सक्ने कुरा त्यति मात्रै त्यतिमा त हामीले त पुग्दैन त्यतिले मात्रै त हामीले पुग्दैन यसो ओझा वैदाङ जाति वैद्य सबै लाउँछौँ डक्टरमा पनि लान्छौँ हस्पिटल लान्छौँ लानुहुन्छ लान्छु अनि यता खबर दिनुहुन्न होइन बिर्सिनु भएन जन्म दिने आमाहरूले खबर दिनुहुन्छ खबर दिन्छु तर एउटै कुरो तपाईँले यहाँको नराम्रो कुरो मेरो ससुरालमा यस्तो वर्ष कराउने एउटा बुढो आएको थियो भनेर तपाईँले पर सुनाउनु हुँदैन आदि बाटो अनि यिनले पनि मेरो घरमा यसो गऱ्यो उसो गऱ्यो भने आउने नआउने अन्य अत्याचार गर्दा आउनु पर्यो नि नआउनु त आउनु पर्यो नि तर यहाँको नराम्रो कुरो त नलाने आउँदाखेरि फोकापाकी ल्याउने फोकाफाकी लिएर नआउने उतै फर्काउने मुखको कोसिस नल्याउने हातको कोसिस ल्याउने अनि कुनै बाघ भालु चरे ठाउँमा पठाउँदाखेरि के गर्छ काममा पठाइन्छ काम त्यतिखेर के गर्छ सुनिन हौ मैले हल्ला काममा पठाउँदा डराउँछ होला भान्जी त अब डराउँछ महिलाको जात पठाउने कि नपठाउने पठाउँदाखेरि पनि साथ दिने तपाईँले तलमाथि केही बाटोमाथि मैले गर्नुभयो भने यसको पनि फेरि एक धानेको खुर्मी राख्छ नि थाहा भयो यिनले पनि अब आज त सत्यबाट ध्रुव सत्य कुरा गरिँदैछ हामीले यिनले पनि अब अन्याय र अत्याचारमै ऊ गयो विचित्र सङ्गतिमा गयो भने तपाईँको पनि छोडा लाग्छ यी कुराहरू त्यसै कारणले उहाँको वातुङ साङ्गेलो सुन्नुभयो होला हजुर यसरी मतलब नेपालीमा भने त्यसो हुनाले अब बिराम हुँदा पनि हामी वैदाङ रुखा किम्नाङ खाटिमाङ ओझा वैदाङ माङपामा विषय पाक्नेमाङ सुसा मुङयाङ अहिले कसम चान्टुङयाङ कामा सुसा मुङयाङ सिकिवा नारावा चानको ठाउँ राजङ खाटेर यावा पनि माङ मसन काटा मको मेन सिसा मसना टेन्डा सुलावा हलावा टेन्डासँग कामरा छुटु पनि यावा पनि माङ मुसानी माङ लाउसाइमाथि यावा पुङयाङ या कसम चान्टुङयाङ का अनि त्यसो हुनाले अब यसो यो कुरोहरू पक्का सत्य कुरो हो अनि अहिले दाम्पत्य जीवन तपाईँहरूको जस्तो छ पाएको भइन्छ मरिन्छ पहिला मरिन्छ कहाँ मरिन्छ कहिले मरिन्छ मरिसम्म थाहा छ तर कसरी मरिन्छ कहाँ कहिले किन यो कुरो हामीलाई थाहा छैन यो कुरोमा जो पहिला अब मरेर जीवन भत्ता भइन्छ त्यतिखेर यिनी हाम्रो भान्जी पहिला बिमार भयो भने यो बिरामी हिँड्नुहुन्छ लुगा फाटा च्यातिए गिर्न मनुष्य पाएको भयो घिर्ना भनेर त निर्गुणै भन्छ त्यस्तै नै घिर्न हुन्छ त्यतिखेर घिनाउने नघिनाउने दिशा पिस एक ठाउँ गइन्छ के हुन्छ अब को पहिला भने थाहा छैन बा जोइ बा भान्जी त्यसो हुन्छ त्यस कारणले यी सबै कुरो तपाईँहरूलाई यो प्रशंसनीय हो पक्का यो कुरो त सुन्ने जाने उहाँहरू सम्झेर यी कुरो हामीले कसम खुवाउँदैछौँ आज हामीले कसम खुवाउने त्यसो हुनाले अब ठिकै छ सबै उहाँहरूले उहाँ साई सम्झीहरूले जोइ चेलाहरूले सबै यी कुरो सबै हामीले भनेकोहरू मनन गर्नुहुने रहेछ भने चाहिँ उहाँहरूले कसम खाइसक्नुभयो त्यसो भएपछि अब अर्को पक्षतिर जाउँ न कि कस्तो इष्टमित्र सबैजना यो बडो गाह्रो छ रीतिभातको कुराहरू माइला अलिकति अलिकति सिक्ने बेला भयो माइला यसो माइला
लास्टमा यसको रित कसरी छिनिन्छ भने नि यो कोसेलीको रित कसरी छिनिन्छ भने अघि सोधिसक्यो सबै कुरा गर्ने गरिसक्यो अरूले आशीर्वाद दिने शुभकामना दिने पनि सबै यसैमा हुन्छ र लास्टमा गरी खाने शुभकामना पनि पछिको कुरा यस्तो पनि नहोस् भन्ने कुरा पनि यसै कोसेलीमा हुन्छ लास्टमा सबै कुरा सकियो कोसेली पनि स्वीकारे लास्टमा तैपनि अलिकति भित्र हृदयमा केही कुरा अझै छिने छैन मतलब यो कोसेलीको छिनोफानो नै उताबाट बोलिसकेका छैन बाबा यो बागदाताकोमा पछि अब यताबाट सोध्दै गयो लास्टमा अझै पनि चित्त बुझेको छैन कसरी पो के गर्नु हजुरहरूको ठाउँ हजुरहरूको गाउँ एक खोला दुई खोलाको पानी एकै ठाउँ माछा एकै ठाउँ आजदेखि उताको पनि हाम्रो छोरासम्म हाम्रो छोरी पनि उता छोरीसम्म शुभकामना नै आदान प्रदान भयो लास्टमा केमा भने माइला लास्टमा केमा माया सुम राख्ने भन्दाखेरि के भन्नु पर्यो भने क्लियर कुरा माइला हाडमा राखिन्छ हाम्रो राईहरूको यो ठाउँको हाडमा राखिन्छ किन हाडमा राखिन्छ भन्दाखेरि ससुरालीहरूको पनि नाम सुबास सुने भयो यो थरी भनेर जस्तै ऊ गए पनि इन्साफ राई कुन राई भन्दा चामलिङ राई कुन चामलिङ तामो छ उसको सामेट के हो वाट्सएपमा यसरी उसले जहाँ गए पनि त्यही नै नाम भन्नु पाउँछ कसैले पछाडिबाट अब लगेपछि मगरै बनाइहाल्ने ऊ पनि हुन्छ या त अरू कुनैको त्यस्तो पनि होला तर हाम्रो पनि अहो छोरीको नाम पछाडि राई नै अब पछिबाट त कुनैमा त मगरै पनि बनाउनु पर्ने स्थितिहरू हुन्छ अहिले कागजातहरूले गर्दाखेरि तर के भन्दा चामलिङ राई भनेपछि कहाँको सोध्छ त्यसले कहाँको चामलिङ भन्दाखेरि 5 थर मेघलाजु गाउँ पनि वडा नम्बर 4 भनेपछि ए ल है यसरी मेरो पनि जातमा यसरी हाडमा राखिदियो दाइ दाजुभाइमा यसरी चामलिङहरूको पनि छोरी रहेछ भनेर यसरी पुकाउनु पर्छ है महिला यो भनौँ न त्यतिखेर त चिन्जान भयो त्यो छ आज चाहिँ नियमले
आइसक्नु भएको छ र यो कार्यक्रमलाई शोभा दिनको लागि आजका बेहुली प्लस बेहुला इन्साफ प्लस सहदेव यो स्टेटलाई अलिकति तताउनको लागि तपाईँहरू जहाँ भए पनि जुन अवस्थामा भए पनि आएर रमाइलो दिनु हुन्छ भन्ने हामीले तपाईँलाई निमन्त्रण गर्दैछौँ र यसपछि लोकन्दी
लोकन्दी क्लास लोकन्दा तपाईँले गीत लोकन्दा निधारमा हेर्ने कम्तीमा दिनु सक्नुहुन्छ तपाईँको लागि लोकन्दा हुन्छ गीत बताइदिनु होला
Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ